हेर्नुहोस् है साथी हो, मसँग पुरानो पैसा छ है। यो धेरै पुरानो पैसा हो, राजाहरूको पालाको होइन। अहिलेसम्म पनि मेरो नानीले सम्हालेर राखेको छ। अनि यो चाहिँ विदेशी पैसा हो। यो विदेशी पैसा चाहिँ कसैले चिनोको रूपमा दिएको। यो भुटानको पैसा हो। यो भनेको इन्डोनेसियाला। यो भनेको इन्डोनेसियाको तपाईको 2000 रुपियाँ। यो पनि इन्डोनेसियाको 5000 रुपियाँ। यो सबै चिनो दिएको। यो भनेको कतारको पैसा हो, 1 रुपियाँ। यो भनेको चाहिँ कोरियाको 1000 रुपियाँ। के गर्ने यो पैसा अब यसो चिनोको रूपमा राख्ने मात्रै हो। यो त इन्डियाको 10 रुपियाँ भयो, यो त चलि नै हाल्छ हैन। यो भुटानको पैसा मलाई साथीहरूले चिनोको रूपमा दिएको। यो चाहिँ पहिलेको पुरानो पैसा हो, जुन चर्खेपिङ हुन्थ्यो हैन, त्यो चर्खेपिङको चिनो छ। चिन्ह हैन, यो अगाडिको पैसा हो। यो पनि पुरानो पैसाहरू। आज मैले सुर्केस खोलेको, त्यहाँ रहेछ क्या मेरो नानीले राखेको पुरानो पैसाहरू। यस्तो छ है साथी हो, एउटा यसो चिनोको रूपमा। हेर्नुहोस् है साथी हो, मसँग पुरानो पैसा छ है। यो धेरै पुरानो पैसा हो, राजाहरूको पालाको होइन। अहिलेसम्म पनि मेरो नानीले सम्हालेर राखेको छ। अनि यो चाहिँ विदेशी पैसा हो। यो विदेशी पैसा चाहिँ कसैले चिनोको रूपमा दिएको। यो भुटानको पैसा हो। यो भनेको इन्डोनेसियाला। यो भनेको इन्डोनेसियाको तपाईको 2000 रुपियाँ। यो पनि इन्डोनेसियाको 5000 रुपियाँ। यो सबै चिनो दिएको। यो भनेको कतारको पैसा हो, 1 रुपियाँ। यो भनेको चाहिँ कोरियाको 1000 रुपियाँ। के गर्ने यो पैसा अब यसो चिनोको रूपमा राख्ने मात्रै हो। यो त इन्डियाको 10 रुपियाँ भयो, यो त चलि नै हाल्छ हैन। यो भुटानको पैसा मलाई साथीहरूले चिनोको रूपमा दिएको। यो चाहिँ पहिलेको पुरानो पैसा हो।